भनेको छ Thank you. ल्याउ जनता खुकुरीले What? ल्याउ जनता खुकुरीले ये सब क्या देखना पड़ रहा है? अच्छा है मैं अंधा हूँ। ओए केपी बाउ तिम्रो मन लागि घटिया पारा नदेखाऊ ओए केपी बाउ तिम्रो मन लागि घटिया पारा नदेखाऊ तिम्रो आनी बानी चाल चलन सब कुरा थाहा छ सुन यो ऱ्याप माने पोल खोल्छु आज म बोल्छु त्यसको बारे कक्षा 12 मा पढ्ने एक छात्र कुलमान किसिङ हटाई दिनदिनै लोड सेडिङ मात्र ओए केपी बाउ तिम्रो मन लागि घटिया पारा नदेखाऊ A few moments later. के हो यो पछाडि त केरा गणतन्त्र छ बनाना रिपब्लिक केराको चिन्ह पनि छ यहाँनिर गणतन्त्र छ बनाना रिपब्लिक छ What does it mean? यो के हो यो नेपालमा भइरा गणतन्त्रलाई बनाना रिपब्लिक भनिन्छ हैन मैले अलिकति बेसी चाहिँ नबोलाउला बाई मैले मुख फुट्ला मैले अगाडिको दुईटा दाँत झर्लाए मैले फेरि यहाँ पञ्च हेर फेरि कस्तो छ अनुमति छ युएफसी प्लेयरको जति जान्छ नि सर्ट फेरि म्याच औँठीको डाम बस्ला नि मैले सुनको हो फेरि मैले अब राजा नआएको पनि त होइन राजा त थियो त 240 वर्ष 50 वर्ष थियो र नेपालमा राजा अनि त्यति बेला के गरे त त्यो पनि त हेर्नु पर्यो नि ये बड़ी अच्छी बात कही आप Few moments later. के सिक्री हरा दे सिक्री हरा A few moments later. सिक्री लाउनु भएको रहेछ त आज अलिकति यता सिक्री लगाएको छैन बाबु गोली लगाएको छु गोली किन दाइ यो त यो पहिला म पुलिसमा जारी खाथी अनि त्यतिखेर ड्यामेज भएको गोली थियो अनि त्यतिखेर नि मैले लगाएको थिएँ किन आज सिक्री हराउँछ चोरी हुन्छ भनेर नलाउनु नभएर सिक्री लगिहाल्यो अब छैन के लाउनु अनि यही लगाएको ए 50 बार बोल रहे हैं पढ़ने निकले वाले छात्रों को राजनीति से दूर रहना चाहिए हैं? अबे पढ़ाई लिखाई में ध्यान लगाओ IAS बनो और देश को कोही पनि चाहिँदैन हामीलाई एउटा राजा चाहिन्छ हाम्रो नेपालको राजा चाहिन्छ कुन राजाको नाम भन्नु त राजाको नाम ज्ञानेन्द्र बहादुर शाही वीरेन्द्र विक्रम शाही नमस्कार देशको निम्ति राष्ट्रको लागि देश बनाउने जिम्मा अब दुर्गेश थापा मौसुफलाई नै दिउँ जे होला होला जस्तो होला होला ठोड्यौँ हामी सबैको पशुपतिनाथले कल्याण गर्यो शासन चलाउने अझ जनतालाई ढाक दिने अझ राष्ट्रवादी शक्तिहरूलाई यो गर्छु उ गर्छु भन्ने अब राष्ट्रवादी शक्तिहरूले तिमीहरूको माथि अब जनताहरूले नेपाली जनताले अब तिमीहरूमाथि खुला बसाउनु पनि तयार भइसकेका छन् अब 1 2 3 राजा आयो हो के साथीहरू अब राजालाई कुनै लाइका लालले पनि छेक्ने अवस्था छैन सजिलो छैन हामीलाई हटाउन सजिलो छैन हामीहरू तिमीहरूलाई विदेशमा जान हामी छुट दिँदैनौ तिमीहरूलाई जनता समातेर तिमीहरूको कठलामा समातेर नेपाली जनताले तिमीहरूलाई नख्रु जेलमा हाल्नेछौ तिमीहरूलाई सेन्टर जेलमा हाल्नेछौ तिमीहरूलाई सदस्य रेखामा हाल्नेछौ तिमीहरूको सम्पत्ति सबै चाहिँ तिम्रा नातागोता काका छन् खोजेर हामी तिमीहरूको सम्पत्ति सिज गरेर हामी राष्ट्रियकरण गर्नेछौँ हो कि होइन साथीहरू 15 गते 11 बजेदेखि 2 बजेसम्म काठमाडौँमा नेकपा एमालेको नियन्त्रण हुनुपर्दछ केपी ओलीले कब्जा गर भनेर भने जस्तो धुलो पिठो बनाओ भनेर भने जस्तो हाम्रा राजाले हामीलाई एक वाक्य भन्ने हो भने नि 1 मिनेटमा सकिदिन्छौँ यो
मनको डोरी बाटौली भनेको सँगै जीवनका टौली भनेको हुन्न र। तिम्रो फिगर देखेर मलाई गाह्रो भयो रे। गाह्रो पनि किन नहोस्, जिम जान्छु, योगा गर्छु, जुम्बा गर्छु, त्यत्रो प्रोटिन पेल्छु, यो सबै गरेरै मेरो डाइटको मात्रै 50-60 हजार रुपियाँ सकिन्छ। हिरोले मात्रै चल्दैन, त्यहाँ भिलेन पनि चाहिन्छ। भिलेनको रोल सक्रिय भएन भने हिरो पनि राम्रो सफल नहुन सक्छ। त्यहाँ भिलेन अलिक खतरनाक भएर आइदियो भने अनि हिरोले पनि सम्पूर्ण ताकतको साथ त्यसलाई परास्त गर्ने गर्छ। अहिले भइरहेको त्यही नै हो। अरे झुट बोल रहा है, ये झुट बोल रहा है। अर्थमन्त्रीज्यू, मेरो दुई हात जोडेर बिन्ती छ, कमसेकम यसपटक तपाईँ चुरोट रक्सीमा कर नबढाउनुहोस्। अनि हेरौँ के अरे कसको परिस्थिति हो। दम्म अब त्यो श्लोकैले भने एउटा कुरा नभनी म रहन सक्दैन। पर्फेक्ट कुरा त धेरै छ, तै पनि समयले बेठो काट्छ। उपस्थित सम्पूर्णमा जय राष्ट्रवाद। हिजो प्रधानमन्त्री केपी शर्मा ओलीले भन्नुभयो 10-15 हजारको भिड दिनु निस्किन्छ, कोही आत्तिनु पर्दैन। प्रधानमन्त्री केपी शर्मा ओलीज्यू, तपाईलाई यहीबाट उद्घोष गर्न चाहन्छु, यो केवल भिड होइन, 17,000 नेपालीको रगतमा स्थापित भएको गणतन्त्रको मलामी हो। मुझको लाल परी 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 मंगवा दो मुझको लाल परी। मायाले बाँध्यो लौ रेशम, देउतालाई भाकी खाऊ कसम। शहर शहरमा ओली, गाउँ गाउँमा ओली, झुपडी र महलमा ओली, ठाउँ ठाउँमा ओली। त्यसकारण यस कुराप्रति मेरो चिन्ता हुँदैन। म आफ्नो भविष्यको बारेमा चिन्ता गर्ने मान्छे होइन। अब मर्न त एक दिन मर्नै छ, कति बेर कहिले मरिन्छ त्यो टुङ्गो छैन, कसैको पनि टुङ्गो हुँदैन। सुन मैं वापस आ गया, तू फिर से डरेगा, जिस तेरा फ्लॉप हुआ अब क्या करेगा, मैं पहले से फेमस था शान। सूर्यको जीत छ भोलि, आउँदै छन् केपी ओली, काकाले सोधे काकीलाई, बाले सोधे आमालाई, दाजुले सोधे भाउ। म त राजा वीरेन्द्रको वंशनाश हुँदै गर्दा यहाँ दाह संस्कार भइसके पछाडि म 13 दिनसम्म टाउको कपाल खौरिएर, बामा भएको मान्छे कपाल खौरिएर गएर माथिपट्टि गएर म 13 दिनसम्म बसेको मान्छे हुँ। इसका ठीक तरह से इलाज करा, और अगर फिर भी ठीक नहीं हुआ ना, इसे मेरे पास लेके आना। बड़े बड़े राजनीतिक पागल मैंने ठीक किए हैं। ए यहाँनिर त आज त कति हो अब टन्नै आएको छ भन्ने गनेर साध्य छैन। यो कुन दलको आन्दोलन हो यो हजुर? यो कुन दलको आन्दोलन हो? खै हामीलाई थाहा छैन, हामी त बाइक पड्काउन आएको हो सर, बाइक पड्काउन आएको हो। हामीलाई त यो आन्दोलन केही पनि थाहा छैन, हामी त सिर्फ बाइक पड्काउन पाउँछ, पुलिसले समाउँदैन भनेर आएको। हामी त बाइक कुदाउन आएको। पड्काउन चाहिँ कसले आदेश दियो क्या? अब यो बाइक पड्काउन रोहरूले आएको ल, आन्दोलन पनि बाइक पड्काउन। खत्तम।